हेलो हेलो नमस्ते। के छ हजुरहरूको हालखबर सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथ म स्वागत गर्दछु मेरो छोटो मिठो मिनी ब्लगमा। म निलिमा। आज चाहिँ मैले बिहानदेखि साँझसम्मको छोटो मिठो ब्लग लिएर आएकी छु हजुरहरूका माझ। माइन्ड नगरेर हेरिदिनु होला र मलाई माया गरिदिनु होला। आज मैले चाय बनाएँ। सुरुमा दुध तताएँ। मैले दुध तताउँदा जहिले पोखिने गर्थेँ, आज चाहिँ मैले उसलाई पोखिने मौकै दिइनँ। पोखिन आँटेकै थियो, मैले बन्द गरेँ। छोरीलाई दुध गरम गरेर रोटी दिएँ र मैले र मेरो बुढाले फ्राई राइस बनाएर खायौँ। त्यसपछि फ्राई राइस बनाएर खाइसकेपछि चाय नास्ता भइसकेपछि म लागेँ बुफर बजाएर डान्स गर्न। म घरधन्दा गर्दाखेरि म प्रायः जसो बुफर नै बजाएर डान्स गर्ने गर्छु साथीहरू। अनि त्यो चाय नास्ता खाएको पकाएको भाँडाहरू धुनु थियो, धोएँ मैले डान्स गर्दै धुँदै रगड रगड केदो भन्दैछु। र छोरी मेरो सानै भएको कारणले गर्दा लुगाहरू चाहिँ धेरै खराब पर्छ कि। एकचोटि सरफ पानीमा धोएर पनि मेरो छोरीको लुगा साफ हुँदैन र म भन्दैछु एकचोटि सरफ पानीले मिचेर पनि धोएर पनि साफ नहुने लुगाहरूलाई मेरो हात हतियार र साबुन र ब्रसले म रगडेर साफ गरिहाल्छु नि भनेर भन्दैछु। त्यही भएर म रगडी धुँदैछु। मेरो छोरीको लुगाहरू चाहिँ साथीहरू धेरै फोहोर हुन्छ कि, लुगा पनि धेरै हुन्छ छोरीको। अनि म त्यो सबै लुगाहरू धोइसकेर भित्र गएर डान्स गर्दै थिएँ, मेरो छोरी पुगिहाली।